कसैले आएको छ सालाले ल्याउनु भएको छ सालीले पठाउनु भएको छ सन्देशको आमाले यो चाहिँ सन्देशको बाबाले पठाउनु भएको रे साडु भाइले भाइ त अब मेरो माथि पनि हुनुहुन्छ दिस इज पा है पिपुल्स हेर्नुहोस् यो चाहिँ अब पा भन्छौँ हामीहरू चाहिँ यो पहाडमा खाने नै चिज हो कसैले चाहिँ भ्यागुता भन्दा अलिक फरक हो दाजुभाइ त त्यही नै हो होइन त्यसपछि यहाँ आएको छ सोलुको टिमुर हेर्नुहोस् टिमुर यो पनि सोलुबाटै आएको हेर्नुहोस् एन्ड ल सुकुटी ल्याउनु भएको छ क्या फेरि पर्वतको बाबाले चाहिँ कति सुकुटी हो थाहा छैन ल हेर्नु आम्मामा एक ट्रक सुकुटी आएको छ हेर्नुहोस् एन्ड यो आरू आएको छ सन्देशको कसैले यो सन्देशको मैले पठाएको भट्टा मास लसुनको त कुरै नगर्नु 4-5 किलो लसुन आएको छ यहीँ पनि लसुन थियो यहाँ हामीले ल नपठाउनु न भनेको त पठाउनु भएछ थ्याङ्क यू सो मच अनि ल यो के हो ओ माई गड के हो यो राम 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 मेरो लागि पठाउनु भएको है साली नानीले कति माया गरेर ल धन्यवाद अब यो भुटेर खानु अब भुटेको रहेछ यसको चाहिँ ठ्याक्क पिठो पिसेर ढिँडो फेरि सर्लक्क खानुपर्ने हुन्छ फेरि पिपुल्स थाहा छ नि तपाईँहरूलाई यो त लेकको मकै हो नि त यसको ढिँडो त सर्लक्क पो मिठो हुन्छ त फेरि यो पासँग त अनि फेरि ढिँडो त फेरि योसँग पो त फेरि खानुपर्ने त यो सुकुटी हो होइन गाइस हेर्नुहोस् अब हेर्नुहोस् यहाँ फेरि काँचो मकै पनि छ भुटेर खानुपर्ने लेकको हो नि ओ माई गड फेरि आलुको त के कुरा गर्ने र फेरि यो सोलुको आलु हेर्नुहोस् है चल्लेरीको पो त फेरि खास गरेर फेरि यो यतातिरको आलु जस्तो होइन यसलाई नसम्झिनु क्या यतातिरको आलु ल सुपर आलु यो भनेको सोलुको ओरिजिनल अर्ग्यानिक आफ्नै हातले रोप्नु भएको उहाँहरूले दिज आर अर्ग्यानिक ब्युटिफुल थिङ्स हेर्नुहोस् है कति मिठो मिठो कुराहरू आएको छ यो चाहिँ फेरि घिउ आएको छ है गाइस फेरि हेर्नुहोस् के गर्ने अब फेरि घिउ आएछ घिउ पनि खानुपर्ने भयो हेर्नुहोस् अर्ग्यानिक अब के गर्ने आफ्नो भुँडी यस्तो भइसक्यो घिउ नखाइ नै सर्लक्क ल यता पनि हामीले चाहिँ अब यस्तो चिज पनि आएको छ हामीहरू खायौँ सोलुको यी हेर्नुहोस् आलु बगडा त्यसपछि चाहिँ के भन्छ खाम्सी भन्छ हाम्रोमा चाहिँ खाम्सी होइन यस्तो चिजहरू चाहिँ हामी आज खान पायौँ ल ल्याउने मान्छे चाहिँ यहाँ आउनुहुन्छ है पर्वतको बाबा थ्याङ्क यू भन्नु पर्यो कति बोकेर गाह्रो गरी ल्याउनु भयो ल अब यो लसुन त कहिले खाइसकिन्छ धेरै पो छ त राम 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 अनि यो त त्यहाँ बेचेको भए कति धेरै पैसा हुन्थ्यो सबै यता पठाउनु भएछ यो त घाटाको व्यापार भयो नि त यो घाटाको व्यापार भयो अनि यो सुकुटी पनि घाटाको व्यापार भयो गाँठे एक ट्रक नै आएको छ हौ गाँठे अनि ल है दिदी बहिनीहरूले छोराहरूले माइतीहरूले ल्याएर यस्तो ल्याएछन् है नानी खुसी हुनु है ल गाइज ल वी आर सो ह्याप्पी होइन कहिले खाइसक्ने अब मुख्य कुरा चाहिँ यहाँ चाहिँ यो मकै आएको छ भुटेको यसको पिठोको ढिँडो खानुपर्ने छ अनि त्यसपछि एकदमै अर्ग्यानिक यो हो क्या फेरि पनि हेर्नु मन लाग्यो हेर्नुहोस् है गाइस के भन्ने होइन मान्छे जस्तै देखिन्छ कि हेर्दा यसो हेर्दा चाहिँ तर त्यो सम्झिनु हुँदैन अब यो पाहा हो यो त धेरै मेहनत लाग्छ यति जम्मा गर्नको लागि बिचरा मेरो माचीले साडु भाइले यति मेहनत गरेर कहाँबाट यो पठाइदिनु भएको छ उहाँले धेरै धेरै धन्यवाद उहिले हामीहरू खोलातिर उहाँहरू सँगसँगै गएर पनि पौडिन्थ्यो कि यो पाहा चाहिँ है अब आजभोलि त पाउन गाह्रो छ गाउँतिर भए त कहिलेकाहीँ यसो गइन्थ्यो ल थ्याङ्क यू पठाउने सम्झेर पठाउने व्यक्तिहरूलाई सबैलाई मेरो नरनाताहरूलाई नमस्कार थ्याङ्क यू धन्यवाद भन्न चाहन्छु